हेलो नमस्ते फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। म सन्जु तपाईँहरूमा आइसकेको छु। सधैँ सूर्य उदय चाहिँ तपाईँको जीवन पनि सधैँ उज्यालो नै रहोस् यति भन्दै चाहिँ म आज फेरि पनि आफ्नो खेतमा आइसकेको छु। हिजो चाहिँ हाम्रो बैशाखी धान चैती धान चाहिँ लाएर नसकेपछि आज फेरि पनि लाउन आएको छौँ। धेरै पनि छैन, 4 गाडा चाहिँ छ बचेको। हिजो चाहिँ लाउन सकेनौँ, मान्छे कम भएर चाहिँ सकेनौँ हिजो। त्यसले लाउँदाखेरि चाहिँ धेरै खर्च भयो, बस्ने त्यस्तो भइरहेको छ। त्यसैले आधी जति चाहिँ लागेको छु। देख्न सक्नुहुन्छ यो हाम्रो चाहिँ बिहार धान चाहिँ लगाइसकेको छौँ। हिजो यहाँसम्म लगाएको छौँ र 4 गाडी चाहिँ बाँकी छ। लाइटको कुनै सेवा सुविधा केही पनि छैन, त्यसैले मोटर पनि जडान गरेको छैनौँ। यतातिर चाहिँ हाम्रो खेततिर कसैको खेततिर पनि यता चाहिँ लाइट चाहिँ छैन। त्यही भएर हामी चाहिँ अब बोरिङले इन्जनले चाहिँ चलाउनु पर्छ। धेरै गाह्रो छ। तेलको महँगाई एकदमै बढ्दै गइरहेको छ। हिजो मात्रै तेलको भाउ 230 रुपियाँ भइसकेको थियो रे। अस्ति नै 205 थियो मैले ल्याएको, तर आजभोलि चाहिँ हिजो मात्रै 230 भइसकेको छ अरे तेलको भाउ। त्यही भएर एकदमै महँगी भएको छ। धेरै मान्छेहरूले तेलको महँगीको कारणले चाहिँ खेत लाउन सकेको छैनन्। र मेरो भिडियो हेर्नेलाई यति भन्न चाहन्छु कि मेरो फेसबुक पेजलाई चाहिँ फलो गर्नुहोला।